मेट्रोको लाइन भन्दै रहेछ क्या होइन यति सानो मात्र अरू त नहुनु पर्ने फेरि तल माथि रहेछ होइन बाटो छैन चारैतिर घुमे आएर बाटो यो के छ कर्नाल बाइपास निस्किनुपर्छ यो बाटो पार गर्न 2 घन्टा लाग्छ त्यत्रो चौडा छ गोल घेरा बिचमा जान्छ नदी तलाउ रहेछ यसमा बनाउन टिकटक सब होइन अझै गर्दै आज माथि गर्दै कता नि बाटो त दिल्ली राजधानी यार राजधानीमा त मलेसिया बसेर आएँ तर मलेसियाभन्दा लाख गुणा बाटो राम्रो छ मलेसियामा नि खाल्टा खुल्टी मलेसियामा इन्डिया जस्तो बाटो लागेन कि मलाई सिटीमा जस्तो फोहोर भयो भने बाटो घाटामा त दिल्ली धेरै अगाडि छ टिकटक नेसनल हाइवे बम्बई दिल्ली मेरठ एक्सप्रेस यो एक्सप्रेस चलेनको बल्ल आयो त्यो मेरठ भन्ने खालि आइरहनु रहेछ क्या जता त्यही पनि घुम्ने हो त्यो बाटो ट्याक्स पैसाको हेर्नुपर्नेहरूलाई यार यसको समस्या हालिहाल्दा पनि कोही देखिन यता हालिहाल्दा पनि यो गेट खुल्दै फेरि ऊ हेर्नुपर्ने थियो यार हामीले कहीँ छैन अगाडि बस्छ होला ऊ राख्छ होला यहाँनिर छ क्या मोटरसाइकलमा बसेको छ हाल्नु त हाल्नै फुल ट्याक्सी यार खुल्लै नै हुने गेट अब यहाँ त मान्छे हुँदैन